तपाईँको हुनेवाला चाहिँ कस्तो भइदियोस् जस्तो लाग्छ? बुढो मेरो बुढो अघि अलिअलि रक्सी खाने नाच गान रमाइलो स्टेज भन्नुहुन्छ मलाई त यार ढोसे खोसे यो नबोल्ने मलाई मन पराउनु रुचाउनु हो र? म त यस गर्ने खालको यस गरे भने दारू पनि खाइदियोस् खानु परेन र मैले खान्छु र आफूले मात्र खायो भने त मलाई त ल है। दारू खाने बुढो भयो भने त पैसा सकिन्छ अरे, बर्बाद पार्छ अरे। भएको सकिने त नभए त के त सकिने त काम गर्दै खाँदै गर्ने यता आउन एक्लै भयो कि कस्तो कस्तो ला हो र? अन्तर्वार्तामा अलिक कहाँ छाउने बस्छ त नि अरू त यता यता बसेर पनि गर्छ नि तपाईँले भन्नु यसो गरेर यस्तै तपाईँ भन्नुहोस् भन्छ नि यसो यसो गर्छ नि म त त्यस्तो होला भनेको त यो त ठाडै एक्लै म त कता हेर्ने हेर्ने पसिनै आएको हो त? अबे कस्तो छ केटाकेटीहरू तर राम्रो देखिनु आज आगा छिटो छिटो अन्त कलाले गाउनु नाच्न मात्रै हो कि गाउन पनि आउँछ? गाउँछु गाउन त डोरी खेल्न मनपर्छ कि डोरी खेल्छु हो र? लौ त एउटा गीत गाइदिनु त। मै यहाँ त गाउनु कहाँ गाउनु? काटी काटी हालिदिनलाई होइन यस्तो त हुन्न डोरी पो खेल्छु र खेल्नु नि त ल मसँग ल गाउनु सुरु गरौँ नि त। लेडिज फर्स्ट हो नि त, अहिले त अधिकार केटी मान्छेले दिएको छ नेपाल सरकारले। अहिले काम एउटा गाउनु त भोकै काम प्लिज के त एउटा गाउनु ल। म त बोल्दैन केटाकेटीहरू अब त छि कस्तो कस्तो भयो डर लाग्यो